Hello guys, welcome back to my YouTube channel. It's me Amar Yadav, straight out from BP Catches. So guys, आज हामी BP Catches को बॉयज होस्टल हेर्नेवाला छौँ। कस्तो हुन्छ, के सामानहरू लिएर आउनुपर्छ अनि के सामानहरू यहाँ दिने गर्दछ बस्नको लागि। सो गाइज एकदम सुरु से सुरु गरे। सो गाइज यो हो मेरो रूम। यो रूममा दुईवटा बेड छ। फर्स्ट इयर अनि सेकेन्ड इयरमा हामीलाई डबल सिटर रूम हुन्छ कि दुईजना गरेर बस्ने गर्छ एउटा रूममा। अनि थर्ड इयरदेखि सिंगल रूम दिन्छ। थर्ड इयरदेखि एक्लै मौज गर्ने। अहिले दुईजना मिलेर बस्नुपर्छ एउटा रूममा। त्यो रूममा भनेपछि दुईवटा भनेको यो बुक रेक भइहाल्यो। एउटा यो बुक रेक दिन्छ, दुईवटा बुक रेक दिन्छ दुईजनाको लागि। एउटा टेबल भइहाल्यो, दुईवटा टेबल भइहाल्यो अनि दुईवटा कुर्सी भइहाल्यो। यो मेरो रुपाको टेबल हो, बुक रेक हो। अनि मलाई मेरो बुक रेक दिएको छैन। मलाई मेरो यस्तै हो, मलाई केही दिएको छैन। ऊ सकिहाल्यो त्यो बुक रेक, त्यहीँ भएर अब आउँछ नि अनि दिन्छ मलाई। अनि एउटा यो बुक रेक भइहाल्यो। दुईवटा बुक रेक दिन्छ, दुईवटा टेबल दिन्छ, दुईवटा कुर्सी दिन्छ। अनि यो के भन्नु यसलाई अब, अनि दुईवटा बेड दिन्छ। बेड त दिन्छ तर बेडमा ऊ हुँदैन, के हुँदैन, यो ओछ्याउनेवाला यो सामानहरू हुँदैन। यो मेरो बेड, यो बेडमा होइन त्यो खाली बेड दिन्छ मात्रै फर्निचर। अनि यो माथि यो ओछ्याउनेवाला आफै घरबाट ल्याउनु पर्छ। त्यो ब्ल्याङ्केट नि ल्याउनु पर्छ अनि सब सामानहरू ल्याउनु पर्छ। यो मेरो ऊ भइहाल्यो, लुगा राख्ने भइहाल्यो। यो मेरो लुगाहरू छ, एप्रोनहरू छ कलेजको। मेरो एउटै एप्रोन छ, अब किन्छु दुईवटा पैसा आएपछि। सो गाइज यो ह्याङ्गर त आफै किन्नुपर्छ। कसैकोमा हुन्छ, दाइहरूले राखिदिएको हुन्छ त्यो ह्याङ्गर हुन्छ, तर ट्राई गरेर आफै किन्नुपर्छ, त्यस्तो हुँदैन। अनि यो तिम्रो बेडको अगाडिमा बल्ब हुन्छ। यो बल्ब दुईजनाको बेडको अगाडिमा बल्ब हुन्छ। अनि मेरो बेडको अगाडिमा नि एउटा बल्ब छ। अनि त्यसपछि यो बेड भइहाल्यो। अनि यो भनेपछि बेड मात्रै बेडै दिन्छ, अरू केही कुराहरू दिँदैन। यो ह्याङ्गर भइहाल्यो। अनि त्यसपछि अनि यो दराज हो। यो हाम्रो दुईवटा दराज दिन्छ, दुईजनाको लागि दुईवटा दराज दिन्छ। एउटा दराज मेरो भइहाल्यो, एउटा मेरो रुपाको भइहाल्यो। त्यो माथि सामानहरू छ। अनि यो दराजमा अब तिमी जसरी जे राख्छौ त्यसरी नै राख्ने हो। मेरो त खासै केही राखेकै छैन। मेरो दराजमा यो मेरो खानेकुराहरू छ। त्यो घरबाट लाइहरू ल्याएको छु, अहिले भर्खर आएको थिएँ नि। लाइहरू ल्याइ, चुडामुढी सब ल्याएको छु। अनि यसमा त्यो कोटहरू टाङ्ने हुन्छ नि, यहाँ कोट टाङ्ने गर्छ, मेरोमा छैन त्यो। अब खै कम्प्लेन गरेछु, आउँछु अब। त्यसपछि कोट किनेर यसमा कोट टाङ्छु। अनि यो यस्तै हुन्छ। यो अब जसरी मिलाउँछु त्यसरी राख्ने हो। म घरबाट आएँ, त्यो सामानहरू यस्तै राखिदिएछु मैले। अनि यो भइहाल्यो मेरो दराज। सो गाइज दुईवटा दराज दिन्छ दुईजनाको लागि। एउटा मेरो दराज, एउटा मेरो रुपाको। त्यस्तै सबजनाको यस्तै होस्, दुईवटा गरेर सब सामान दिने गर्छ यो। सो गाइज दिने भनेको दुईवटा टेबल दिन्छ, दुईवटा कुर्सी दिन्छ, दुईवटा बेड दिन्छ। अनि घरबाट आउने बेलामा ऊ के घरबाट आउने बेलामा मात्रै त्यो ओछ्याउनेवाला लिनुपर्छ। यो ओछ्याउनेवाला जुन भन्छ, ओछ्याउने ब्ल्याङ्केट, सिरहानीहरू सब सामानहरू लिएर आउनुपर्छ। लिएर खासै त आउँदैन मान्छेहरूले, तर लिनुपर्छ। यहीँ किनिहाल्छ त्यो ओछ्याउनेवाला। म्याट्रेस भन्छ, त्यो म्याट्रेस यहीँ किनिहाल्छ। तर घरबाट ल्याउँदा नि ठिकै हुन्छ। तर ब्ल्याङ्केट लिएर आउनुपर्छ, ओछ्याउनेवाला लिएर आउनुपर्छ। केही दिँदैन यहाँ, मात्रै एउटा यो बेड मात्रै, खाली बेड मात्रै दिन्छ। खाली बेड दुईवटा हो नि, त त्यो दुईवटा खाली बेड दिन्छ। अनि अरू केही दिँदैन। दुईवटा कुर्सी भइहाल्यो। यो एउटा लाइट हुन्छ रुममा, यस्तो लाइट। अनि यो पंखा भइहाल्यो, फ्यान। म त
मलाई अलि गर्मी लागे पनि चलाइहाल्छु यहाँ पङ्खा, तर आफ्नो घरमा त्यस्तो हुँदैन। एउटा यो फाइदा छ कि जुन बेला नि पङ्खा चलाएर सुत्न पाइन्छ यहाँ। तर उसमा पैसा काटिहाल्छ, के हो त्यो यार, होस्टेल म्यानेजमेन्टवालामा 4-5 हजार त काट्छ, एडमिसन गर्दाखेरि त्यति बेला नै काटिहाल्छ। यो मेरो ल्यापटप म यहाँ बसेर पढ्छु। अहिले मेरो ल्यापटपमा केही छैन, यस्तै यहाँ पढ्छु होइन। यो मेरो ल्यापटप भइहाल्यो, यो मेरो कुर्सी, यो मेरो टेबल, यो मेरो बुक्सहरू, त्यो फार्माकोलोजीहरूको बुक छ, के बुक छ, एनाटमीको बुक छ। अनि त्यसपछि यो मेरो बेड, मेरो बेग हो उता, मेरो सिरानी, यो कार्पेट छैन मेरै हो। अब भन्दाखेरि नि मेरो हो अहिले 2 सालको लागि, किनभने अहिले त 2 सालमा हामी बस्ने हो नि। भित्रमा मेरो जुत्ताहरू छ, सामानहरू छ, यही कुराहरू हो। अब सो गाइज भनेपछि ल्याउनु पर्ने कुरा के हो, मतलब ल्याउनु पर्ने कुरा एउटा भइहाल्यो, तिम्रो त्यो ब्ल्याङ्केट भइहाल्यो, अनि ओछ्याउनेवाला भइहाल्यो, म्याट्रेस अथवा जे भन्दाखेरि नि हुन्छ, तर त्यो ल्याउनु पर्छ। अनि त्यसपछि सिरहानी भइहाल्यो, सिरहानी ल्याउनु पर्छ। अरू यहाँ इलेक्ट्रिसिटीको बारेमा कुरा गर्दाखेरि तिम्रो त्यो पानी तताउने क्याटली हुन्छ, त्यो लिएर आउँदा हुन्छ, त्यो यहाँ युज गर्न दिन्छ। तर त्यो खानाहरू पकाउँछ, त्यो के भन्छ त्यसलाई, त्यो खाना पकाउनेवाला इलेक्ट्रिसिटी सामानहरू केही युज गर्न दिँदैन, हेभी इलेक्ट्रिसिटीको सामानहरू युज गर्न दिँदैन। भनेपछि मतलब त्यो पानी तताउनेवाला यो छ नि मेरो रुपाको यो यस्तो वाला हुन्छ नि, त्यो युज गर्न दिन्छ। तर त्यो यहाँ खाना पकाउन दिँदैन। यो बोर्ड भइहाल्यो मेरो, त्यो चाहिँ यो बोर्ड हुन्छ। अब त्यसपछि यो भइहाल्यो, यसलाई के भनौँ, अब जाऊ मेरो बाल्कोनीमा। यो मेरो बाल्कोनी भइहाल्यो, यस्तो हुन्छ बाल्कोनी, यो बिपी क्याचेसको बाल्कोनी हो यो। अनि त्यसपछि यो भ्युजहरू हेर्न मिल्छ, त्यो भइहाल्यो 5 नम्बर होस्टल, 6 नम्बर होस्टल भइहाल्यो त्यो। अनि यो त्यो उता गर्ल्स होस्टल भइहाल्यो। अनि यो साइड ब्याडमिन्टन कोर्ट भइहाल्यो। अनि यो सबजनाको यस्तै हुन्छ। सो गाइज यही हो, अब रुममा त यस्तै हुन्छ। अब यो यस्तै सामानहरू दिने गर्छ। अब सामानहरू भनेपछि एउटा यो दिने सामान भइहाल्यो, एउटा 2वटा बुक रेक दिन्छ 2 रुपियाँको लागि, अनि 2वटा टेबल दिन्छ, 2वटा कुर्सी दिन्छ, 2वटा बेड दिन्छ, अनि बाँकी सब सामान 2वटा दराज दिन्छ। बाँकी सब सामान ल्याउनु पर्छ आफै भर्ने रुममा। मेरो रुममा त्यति सामान छैन, यही मैले यतिकै राखेछु। यो मेरो रुपाले जितेको थियो यो फ्री फायरमा, अनि यो मेरो भइहाल्यो, मैले पनि जितेको थिएँ। म क्रिकेट खेल्छु, म क्रिकेटमा जितेको थिएँ, 10 कप जितेको थिएँ मैले त्यसको। सो गाइज यही हो, अब रुममा त्यतिकै सामानहरू छ, यही कुराहरू छ। अनि सो ल है गाइज, यतिकै थियो अब रुममा हुने सामानहरू। अब यतिकै सामानहरू दिन्छ। अनि लिएर आउनु पर्ने सामान त्यही भएर ब्ल्याङ्केट भइहाल्यो एउटा, अनि के भन्छ यसलाई, म्याट्रेस भइहाल्यो, अनि सिरहानी भइहाल्यो, म्याट्रेस सिरहानी। अनि अब केही सामानहरू दिँदैन, सब खाली सामान दिन्छ, बेडहरू दिन्छ, खाली बेड दिन्छ, त्यो सामानहरू आफै लिएर आउनुपर्छ, भइहाल्छ। सो गाइज भिडियो राम्रो लाग्यो भने लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु। यही छ त रुममा। अब मेरो रुममा खासै सामानहरू छैन, हेराउनु पर्ने के हेर। अब जुन दिने सामानहरू छ त्यो सबै बुझाइदियो, यस्तै यो सामानहरू दिन्छ, यो सामानहरू लिने गर्छ घरबाट ल्याउने।